हरे कृष्ण। के छ प्रभु? ए प्रभु, त्यो नमिलाउनु अहिले। के छ हालखबर? हालखबर पुरै नगर्नु प्रभुजी, अलिकति ठिक त देखिरहेको छैन मैले। छोड यार, छोड। त्यो हेर न, त्यो भर्खरै आएको, त्यो पल्लो आएको 2 वर्ष भएको छैन होइन? मलाई चाहिँ सुन्नु न, मलाई चाहिँ निकालेर उसलाई चाहिँ अहिले कीर्तनमा उनीहरूले राखेर सुन है, उसले सा भन्यो भने त्यो हार्मोनियम भन्दा पर जान्छ क्या। सा भन्यो भने सा भन्छ उसले। म चाहिँ तपाईँको जन्माष्टमीमा 4-5 घन्टा पर्व हेर्नु है, 4-5 घन्टा बिना बिना फरक 5-5 मिनटमा आमा गाउने मान्छे म। सुन्नु है, त्यो हार्मोनियम छ नि, त्यो मन्दिरको हार्मोनियम, त्यो ल्याएको पनि मैले हो कि यही अगाडि मैले। अब अहिले आएर चाहिँ मलाई चाहिँ त्यहाँबाट रिप्लेसै गरे के कुरो बुझ्नु भयो नि। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यस्तै परिस्थिति हो भने प्रभु बडो गाह्रो छ। हेर्नुहोस्, बडो गाह्रो छ। सेवा गर्ने मैले वर्षौँदेखिबाट चाहिँ कीर्तन गाएको होइन, हरिनाम गाएर सबै झुमिएर त्यो जन्माष्टमी कति नाचे थियो हेर्नु त, हो कि ल भन्नु त, के बोल्नु त तपाईँ पनि। प्रभुजी बिहान उठ्दाखेरि मेरो कीर्तन गाइने रागहरू, त्यसपछि फेरि खाना खाँदा फेरि गाउने रागहरू, त्यसपछि फेरि दिउँसो गाइने रागहरू, त्यसपछि फेरि बेलुका गाइने रागहरू, त्यसपछि फेरि निन्द्रा लाग्दा फेरि यसो सुतेर गाइने रागहरू। हजुरको रागहरू कति हो कति प्रभुजी? हजुरसँग मैले कति रागहरू सिकेँ, कति रागहरू सिकेँ हेर्नुहोस् प्रभुजी। हजुरको हरे नाम छ नि प्रभुजी, आइन्द्र प्रभुजीको भन्दा पनि राम्रो सुनिन्छ प्रभुजी। एकदम गुड कुरा यार। तपाईँ मान्छे प्रभु यार एकदम माया लाग्छ कि मलाई त, यस्तो राम्रो माया लाग्छ है प्रभु यार। तपाईँलाई एउटा चाहिँ मैले गिफ्ट दिएको छैन है अहिलेसम्म देखाएन है। ओहो प्रभु यार, मेरो आइफोन कता भयो यार, तर पनि हेर्नु प्रभु, यस्तै हो भने हाम्रो चाहिँ अस्तित्व यहाँबाट जान्छ प्रभु बुझ्नु नि, यहाँबाट जान्छ। त्यही भएर ओइ अशोक, कहाँ त्यहाँ बसेछौ? तिमीलाई थाहा छैन तिमी मन्दिर कसरी आयो? तिमी यसरी लाभा रिसाइ हुँदै यसरी मैले हात डोराएर यसरी अगाडि गीता यसरी देखाएर ए अशोक हेर यी गीता हेर पढ भनेर चाहिँ मैले भनिसके पछाडि तिमी आउन मानेको थिएन, म जान्न भनेको थिएँ। हात डोराएर आऊ भनेर चाहिँ तिमीलाई मन्दिर मैले लिएर आएको होइन। अनि तिमी त्यहाँ गएर बस्ने तिमी त भन त, तिम्रो गुरु को हो भन त? म होइन। गुरुको अपराध गर्ने होइन हेर, पार्टीको साथीतिर लाग्ने होइन हेर, होइन। तिमीलाई पनि मैले के गिफ्ट दिएको छैन क्या हो है? ठिक छ, यही डायरी लैजाऊ। ठिक छ, ह्याप्पी। यस्तो छ प्रभु हेर्नु, यस्तो छ। त्यही भएर मैले चाहिँ यो अहङ्कारपूर्वक केही पूर्वक भनेको होइन हेर्नु प्रभु। तपाईँलाई लाग्छ कि मैले कीर्तन मात्र गर्छु भनेर है? सबैले कति गुणगान गाउँछन्, ओहो उहाँले गाएको त कस्तो हृदयमा छुन्छु भनेर भनेको छन् कि छैन? हो कि हेर्नु भन्नु त? त्यही भएर चाहिँ नि अब आज चाहिँ मलाई यसरी निकाले। अब थाहा पाउँछ नि, यिनीहरूले थाहा पाउँछन्, मान्छे नचिनेका हुन्, 1-2 दिन दिनमै जे गर्छन् होइन, पछि त थाहा पाइहाल्छ नि। ए प्रभुजी, हरे कृष्ण प्रभुजी। आराम हुनुहुन्छ? आरामै छु प्रभुजी। रिसाएर आउनुभयो सुनेको थिएँ। हजुर हार्मोनियमलाई हुत्ताउनु भएको थियो अरे। हजुर प्रभुजी त्यो भयो होला, गयो होला प्रभुजी। हजुर त्यो किन रिसाउनु भएको त नि? रिसाउनु त प्रभुजी अब केही छैन प्रभुजी, त्यो सेवा के मलाई यस्तो त्यो सेवामा एकदमै कि भगवान्को लागि गाउनको लागि एकदम त्यो भएर चाहिँ त्यसरी सेवा गर्न नपाएर हो प्रभुजी। त्यही भएर हो प्रभुजी, तपाईँले एकदमै राम्रो सेवा गरिराख्नु भएको छ।
मैले भन्दा अगाडिको ड्रामा भनेको थिएँ तपाईँको कीर्तन सुनेर रुन्छन् मान्छेहरू रुन्छन् पनि। तर त्यो सेवा चाहिँ तपाईँले आफ्नो लागि किन गरिराख्नु भएको छ? भगवान्को खुसीको लागि गर्नुहोस् न। के छ हजुरको यसमा विचार? तर प्रभुजी त्यस्तो भने पनि तर मैले गर्दै थिएँ नि त त्यहाँ। मैले कति वर्षदेखिबाट गरिरहेको छु प्रभुजी। तपाईँले मलाई अलिकति उ गर्नुहुन्न कि? त्यही आसक्ति नहोस् भनेर तपाईँले निकाल्यो है त्यहाँबाट अहिले नै। बुझ्नु न तपाईँ? आसक्ति त के हुन्थ्यो र प्रभुजी? त्यसरी त हुत्ताउनु भयो। मैले भएको आइफोन त दिइसकेँ। किन दिनुभयो त्यो पनि थाहा छ मलाई। के भयो त नि प्रभुजी? के गरौँ त नि मैले भन्नु त? अनि तपाईँ चाहिँ अहिले पार्टी पनि गर्नुहुँदैछ। के हो त्यस्तो पार्टी? कुन पार्टी हो? जेएनजी पार्टी कुन पार्टी हो? त्यो प्रभुजी तपाईँलाई नि थाहा होला नि प्रभुजी। सुन्नुहोस् प्रभुजी, हजुरले यो जे पनि गरिराख्नु भएको छ हजुरको सेवाको हामी कदर गर्छौँ। एकदमै राम्रो सेवा गरिराख्नु भएको छ, यति वर्षबाट सेवा गरिराख्नु भएको छ। तर यो सेवा चाहिँ आफ्नो लागि भयो, सेल्फ सेन्टर्ड भयो। तपाईँले लाग्छ हिज ग्रेस अम्बुजा कृष्णप्रभुजीको मान भन्ने सेमिनार सुन्नुभएको। त्यो सेमिनार सुन्नुहोस् तपाईँ, अनि धेरै कुरा सिक्नुहुन्छ। मैले पनि त्यहीँबाट सिकेर तपाईँले दिँदैछु। त्यही भएर तपाईँले अब भगवान्को लागि गर्नुहोस्। सोच्नुहोस् है, यदि तपाईँको गुरु महाराज यहाँ हुनुहुन्थ्यो र तपाईँले यो सेवा नै अर्को सेवा गऱ्यो भने तपाईँ के गर्नुहुन्थ्यो भन्नुहोस्? गुरु महाराजले भनेको भयो त प्रभुजी, म जसै गर्थेँ प्रभुजी। हो, उहाँहरू पनि जति पनि गुरुजन हुन्छ तपाईँको गुरु महाराजकै प्रतिनिधि हुनुहुन्छ। सो हजुर चाहिँ इन्डाइरेक्टली आफ्नै गुरु महाराजको इन्सल्ट गर्नुहुँदैछ यो कुरा नगरेर। सरी प्रभुजी, सरी। थ्याङ्क यू प्रभुजी। अनि डाइलग भन्दा अलिक बढी पनि भन्नुहोस्। थ्याङ्क यू प्रभुजी, हजुरले यस्तो राम्रो कुरा गर्नुभयो। म अलिकति अहङ्कारी भएको रहेछु। मैले आफूलाई त्यही सेवामा आसक्त बनाइरहेको रहेछु। अबबाट चाहिँ म चाहिँ गुरुजनहरूको निर्देशनमा म आसक्त बढाउनेछु, न कि कुनै सेवामा। थ्याङ्क यू। एकजना हरिको दशरथले तालिएको